नमस्ते सबैजनालाई म सुलेमान शङ्करीको र मेरो आफ्नो युट्युब च्यानल उडेको कारणले गर्दाखेरिमा फेरि मैले एउटा नयाँ युट्युब च्यानल बनाएको छु। यो तपाईँले देखिरहनु भएको छ। लाग्छ होला, एकदमै मजाको पनि छ। हेरेर कमेन्टहरू गर्नु होला अनि सबैजनाले सब्स्क्राइब गरिदिनु होला है त। हस्, धन्यवाद। 12 गाउँमा हिँडेको 12 गाउँमा गाडीले ताने यार। यो सबै 14 गाउँको केटाहरू भएर होला होइन, 14 गाउँको केटाहरू भएर होला यो 12 गाउँको गाडीले तानेन। हेलो 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 माइक टेस्टिङ नमस्ते नमस्ते। ल है, यो मेरो पहिलो ब्लगमा हजुरहरूलाई स्वागत छ। हामी चाहिँ यहाँबाट निक्ल्यौँ, अलिकति गाडीले तानेन क्या। त्यसपछि फेरि हामी चढेर हिँड्यौँ र एक ठाउँमा खाजा खाने तयारी गर्दैछौँ। ल हेरिस त डेन्जर भिलेन पनि छ यहाँ पछाडि। बाह्रगाउँको नायिका हाम्रो ल रमाइलो भइरहेछ। हाम्रो भिडियो हो। हामी एउटाको लागि निस्किसकेका छौँ। बोल्न पाइन्छ अहिले हामी सङ्क्रान्ति आइपुग्न लाग्यौँ है। किप वाचिङ। यस, ल अपडेट गरिरहेको छु। अपडेट गर्छौँ। यहाँ हाम्रो देव दाइ हुनुहुन्छ। हेलो 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 देव सर, के छ खबर भन्नु? एकदम ठिक छ। 12 गाउँमा तपाईँ सुत जोडेपछि 13 गाउँ भयो भन्ने हल्ला छ कि के हल्ला हुनै पर्यो है। त्यहाँ अब यो त सबैजना देख्नुभयो होला, यो टौखेल भन्ने ठाउँ हो। यो टौखेलमा चाहिँ धेरै सुटिङहरू हुन्छ अनि तरकारीहरू रोप्ने एकदमै यो ठाउँ। यहाँबाट तरकारीहरू काठमाडौँ पुग्छ अनि काठमाडौँको सबै नेपाली दाजुभाइ दिदीबहिनीले खानुहुन्छ। यति मिठो तरकारी बन्छ यहाँ। टौखेल हो। तपाईँ कतिवटा फिल्म सुटिङ गर्न आउनुभएको छ यहाँ टौखेल हो? तपाईँलाई सबसे नजिकको ठाउँ यही लाग्छ हो? अनि खाजा खायौँ। हाम्रो मुरलीधर दाई अनि हामी देव सर अनि अरू कलाकारहरू अनि सनिसा हिरोइन म, हामी चाहिँ आधी टिम चाहिँ यहाँबाट निस्क्यौँ र आधी टिम चाहिँ त सुटिङ भइरहेको छ 12 गाउँको है। अनि त्यहाँ चाहिँ एकदमै रमाइलो भइरहेको छ भन्ने कुरा एकदमै यहाँ जानकारी भइरहेछ। त्यस कारणले हामी पनि जान एक्साइटेड भइरहेको छौँ। हेर्नुहोस् त, काठमाडौँबाट अलिकति नजिकै यो कुलेखानीको यो ठाउँ यति रमाइलो छ, रमणीय ठाउँहरू छ होइन। त्यो चाहिँ हामी हेर्दा पनि आनन्द आउनेछ अनि एकदमै रमाइलो लाग्छ। त्यसै गरी हामी राति गरेर हामी हेटौँडा आइपुग्यौँ। यहाँबाट कलाकारहरू पनि लग्यौँ। एकदमै रमाइलो ठाउँ। हेटौँडा चाहिँ मेरो जन्मघर हो अनि म एकदमै यहाँ आउने बित्तिकै मलाई आनन्द लाग्छ है। केटा कसलाई भेटेर ल्यायो फेरि के हो हिरो यहाँ ठिक छ। हेलो, अर्को पनि आइपुग्यो यहाँ पुरा हाम्रो केटाहरू आयो। के छ यार, ठिक छ? हामी अनि त्यसै गरी हामी भोलिपल्ट भएर हामी सुटिङमा लाग्यौँ। सुटिङमा विराज भट्ट अनि विराज दाईको छोरा समीर भट्ट लगायत अलरेडी यहाँ चाहिँ यो फिल्ममा तपाईँले हेर्नुभएको होला होइन, हेरिसक्नुभयो। 12 गाउँ कहाँ गरेको होला भन्दाखेरि चाहिँ 12 गाउँ चाहिँ यो
फापरबारी भन्ने ठाउँमा एउटा जग्गा छ। त्यो ठाउँ एकदमै राम्रो पुरानो घरहरू छ। हो यो ठाउँमा चाहिँ 12 गाउँको सेट लगाइएको छ। यहाँ चाहिँ हामी सुट गरिरहेको छौँ। यो चाहिँ मेरो पहिलो दिन हो। एकदमै रमाइलो क्लाइमेक्स फाइटहरू भइरहेको छ हेर्नु है। त्यो भित्र यहाँ अनएक्सपेक्टेड बजार छ। खसी काटेर चट्ट अघि मासुको भाग लिएर कति मजाले भाग लाग्छ त्यो भाग लाउँछ नि त। के छ क्या यहाँ हाम्रो एउटा एकदम ह्यान्डसम हिरो बसिरहेको छ। यहाँ एकदम हिरो के छ यार ठिक छ। उसले समात्यो भने मेरो जिउ त काँडा कुरै हुन्छ है फेरि। त्यसै गरी सुटिङ गर्दा गर्दै झ्याप्पो पानी पर्यो क्या। अनि त्यसपछि हामी पानी रोकेर भोलिपल्ट चाहिँ हाम्रो एउटा गढी घुम्न गयौँ। हाम्रो साथीहरू सुदीप लगायत अरू साथीहरू हुनुहुन्थ्यो। अनि सुदीपको बर्थडेको दिन हामी त्यहाँ घुम्न पायौँ। त्यो पनि अवसर पायौँ। सुदीप हाम्रो हेटौँडाको मेरो प्यारो भाइ उहाँको ठाउँमा है। पीछे देखो, पीछे देखो। कॉल कर रहा है। फोटो कितने? फोटो कितने? ललित यहाँ पर है ललित।
म त तिमीले त मोबाइल प्लान गरेको है यो मान्छे मैले त तिमीले चाहिँ मोबाइल आएर मलाई थाहा रमाइलो गरेको ओके हाम्रो हस् धन्यवाद अनि कस्तो लाग्यो तपाईँहरूलाई हेरिसक्नु भयो होइन ओके अब चाहिँ पालो सब्सक्राइब गर्ने अनि कमेन्ट गर्ने कस्तो लाग्यो यस्तै ब्लगहरू लिएर म आउनेछु अनि मेकिङ अफ मुभी पनि लिएर आउनेछु र नयाँ प्रोग्राम पनि लिएर आउनेछु तपाईँ सबैजनाले सब्सक्राइब गरिदिनु होला ट्याङ बेल पनि बजाइदिनु होला भनी चाहन्छु अनि कमेन्ट पनि गरिदिनु होला कस्तो लाग्छ के प्रोग्राम ल्याउँदा राम्रो हुन्छ तपाईँहरू सबैजनाले सब्सक्राइब गरिदिनु होला है